हामी पौडी खेल्न जान थाल्यौँ मैले कट्टुबन्डी ल्याएन त्यसरी बुझाउँ है म नागिनुहुन्छ बच्चा हो सिमसिम पानी कान्छी नानी सिमसिम पानी कान्छी नानी बिजो पैतालो मैले सब्स्क्राइबर बढाउन धेरै मेहनत गरिरहेको छु गाइजहरु सब्स्क्राइब गर्दिनु हो क्या एक तो लाइक और शेयर ठोक दीजिए महाकाल का दबाकर लाइक और शेयर ठोक दीजिए सो वेलकम एन्ड जय श्री कृष्ण दादा कहाँ जाँदैछौँ भन्नु त यस्तो त्रिवेणी होइन किन एकदम रमाइलो हजुरबाको 84 लाखपति सब पूजा हुँदैछ एकदम रमाइलो ल घर देखेको र त्यही हो अनि उहाँ दुईजना चाहिँ बाइकमा र यता छ हाम्रो बस सो यो हाम्रो घर यो हाम्रो गाउँ हो वी आर रिच किड्स है बाइ द वे के बोले भाइ के बोले हल्का फ्लेक्स हो क्या ल साथी दा अहिले चाहिँ हामी यहाँ फलफुलहरू किन्नलाई झऱ्यौँ बहुत गर्मी बढिसक्यो बुटलमा पनि र यही हो तरकारीहरू फलफुल पानी सानी किन्ने हो र यो दादाको ब्रान्डेड टी सर्ट नाइस वान हाम्रो छिटो लाग्यो 1 घन्टा हुन थाल्छ क्या यार त्यो बसले रेड लाइटमा रोकिदिएर फेरि अब फेरि रोकियो सेट भयो सेट यो जान्न यो नजाने बाँकी रहेछ अरु त गए चाहिँ जान्न है सेलरोटी यतै पकाएको हुन्छ सो हामी फाइनल्ली त्रिवेणी धाम पुगिसक्यौँ र यहाँको नदी चाहिँ बवाल छ त्रिवेणी अफकोर्स अन्य पर्यो लास्टै गर्मी है 40 डिग्री त होला है सो अब झोला सोला बोराहरू बोक्न उतै बसमा जाने हो यहीँ छ अझै अब चाहिँ मैले हाम्रो बस्ने ठाउँ देखाउँछु यहाँ चाहिँ बाँदरहरू लास्टै छ र सिन पनि एकदम राम्रो छ लथालिङ्ग थियो अलि प्रिपेयर भयो धेरै कुराहरू र यो रुम र यसलाई भन्छन् ताउलो यो हाम्रो रुम यो एसी जुन चल्दैन र यो एउटा ठाउँको रुम अर्को रुम चाहिँ उतापट्टि छ त्यो पनि मिल्दा देखाउँला वाट्सएप ब्रदर नाइस The river here just touches my heart and blows my mind. Look at this scene. बोर्डिङमा पढेपछि यतिकै इङ्ग्लिस जान्नु परिहाल्यो सो हाम्रो यहाँ अब पूर्वाङ्ग है पूर्वाङ्ग पूजा सुरु हुँदैछ र यता चाहिँ लट्स अफ आन्टिज र दिजुजहरूले चाहिँ टिका मुस्दै हुनुहुन्छ लगभग अब सुरु भइसक्यो पूजा र हाम्रो यहाँ कुनै काम छैन त्यही भएर अब हामी जान्छौँ बोटिङ हामी 5 जना चाहिँ अब बोटिङ गर्दैछौँ भनौँ न है प्लस 2 जना दाइहरू अर्को चलाउँदै हुनुहुन्छ यस हाम्रो यहाँ साहित्य भाइले पनि भिडियो चलाइरहेको छ कता पुर्याउने हो थाहा छैन गरेछु है डुबाउने हो कि मैले सब्स्क्राइबर बढाउन धेरै मेहनत गरिरहेको छु गाइजहरु सब्स्क्राइब गर्दिनु हो क्या ये लड़का बहुत ही मेहनत कर रहा है प्लीज इस वीडियो को भाइरल कर दो डुबाउने हो कि भने डर लागिसक्यो लाइफ ज्याकेट छ हामी चाहिँ अब सिस्मलतिर जाने हो
7 बजेदेखि हिँडेको 4 बजिसक्यो। अहिलेसम्म हात खुट्टा जिउ सब तातेको तातै छ। एकछिनमा अब नुहाउन जाने पनि हो त्रिवेणीमा। मलाई त अब आउन नआउन डुब्की मार्न जाने हो, त्यही हो। यही हो इन्ट्रीदेखि यसो घुम्यो। यहाँदेखि बिहार नजिकै छ, त्यही भएर यहाँ इन्डियन मान्छेहरू पनि धेरै आउनुहुन्छ। र हामी हो त्यहाँ पौडी खेल्ने भन्ने कुरा छ। हेरौँ है, हल्ला आउँछ पौडी खेल्न? कस्तो हल्का आयो, जाने जस्तो पुरै जाने हो नि। तेरी दा यार। सक्यो कस्तो ब्रदर? ठिक छ ब्रदर, ठिक छ। थ्याङ्क यू ब्रो, थ्याङ्क यू फर द फोटोज, थ्याङ्क यू। फोटो हामी चाहिँ अब नुहाउन जान थालेछौँ। हामी 5 जना पौडी खेल्न हल्का, मलाई त आउन्न। त्यही हो, इन पौडी बाजन एक नम्बर का, यिनी झुट बोल्दैछन् हैन। हामी पौडी खेल्न जान थाल्यौँ, मैले कट्टुबन्डी ल्याएन। त्यसरी बुझाउँ हैन। म नाकी नुहाउँछु बच्चा हो। सो फाइनली हामी अब यहाँ नुहाउन आयौँ। नुहाउन भन्दा नि अलिअलि पखालिने जस्तो टाइपको। अलिअलि बिरुवाले पानी दिँदै दादा। चोबलले नि कहाँ साबुन छैन यहाँ त। सो हामीले अब नुहाएर भ्याइयो, अब लाग्ने आफ्नो घरतिर अथवा मन्दिरतिर है। त्यसपछि खाने गर्ने। पूर्णिमाको चन्द्रमालाई साइड नाङ्गै नआयो हजुर। हजुरले धोती ल्याएर नुहाउन गएर खुब। सो आज चाहिँ डे 2 र आजको चाहिँ मेन पूजा हुन्छ 84 पूजा र लागबत्ती पाल्ने। र ऊ त्यतातिर हामीले लागबत्ती पाल्ने र मेन पूजा दुइटै हुने त्यहाँ नै हो। र बिहान लगभग कति बेला उठ्यो? 6 बजेतिर उठ्यो। के गाने राम्रै बिस्तारा लाएर राम्रै सुताउँला, हावामा सुताउँला भनेको हावा लायो, तर मच्छर पनि राम्रै लाग्यो र राम्ररी टोक्यो खुट्टातिर र हाततिर। ब्ल्याङ्केट सानो भयो। र मैले मन्दिर देखाउनु भन्दा अगाडि एउटा सानो राम्रो सिन देखाउन चाहन्छु। एकदमै राम्रो त्रिवेणीको सिन। यो एकदमै दामी सिन छ र यो पानी चाहिँ अहिले सफाइ छ र आशा छ यस्तै सफाइ सधैँ रहिरहोस्। यही नै हो। र धेरैमा धेरै नबोलौँ, अब सिधै मैले तपाईँलाई मन्दिर देखाउँछु। मन्दिर अथवा जहाँ हाम्रो पूजा हुन्छ त्यो देखाउँछु। सो त्यसको लागि यस ट्रान्जेक्सन। सो यो चाहिँ हाम्रो जग्गा हुने ठाउँ। हाम्रो 84 र लागबत्ती बाल्ने ठाउँ यही नै हो। र त्रिवेणी धामको एकदमै राम्रो ठाउँ छ यो चाहिँ पूजा गर्नलाई, किनकि यस्तो रुखहरूको आर्किटेक्ट पनि मलाई राम्रो लाग्यो, फल ससुकाको। र यतापट्टि चाहिँ हाम्रो बच्चाहरूले पूजा गर्ने ठाउँ छ, पाठ पढ्ने, बिहान साँझ पढ्नुहुन्छ। र यतापट्टि हाम्रो मन्दिर छ। अब म डाइरेक्ट मन्दिरतिर लैजान्छुहरूलाई। सो मन्दिरतिर जाऊँ। सो यो हाम्रो मन्दिर श्री गजेन्द्र मोक्ष नारायण मन्दिर। र यसको पछाडिपट्टि चाहिँ हामीले खाना खाने ठाउँ छ भनौँ। सबै यहाँका पण्डितहरूले, मिनी पण्डितहरूले पनि, साना बालबालिकाहरू सबैले खानुहुन्छ र हामी सँगै खाइरहेको थियौँ। र त्यही नै हो। र अलिकति यतापट्टि सिस महल छ, 25 रुपियाँ तिरेर हेरेको। खासै वाव चाहिँ लागेन। यसो पहिलोपट्टि हेर्न गएको भनेर यसो गइदिएको, नत्र ठिकै छ। र यतापट्टि हाम्रो बवाल सिन भनेको त त्रिवेणीको यता छ। अहिले चाहिँ घाम लागेर हल्का छेके छ। हामीले यहाँ बोटिङ पनि गरिदियौँ। बोटिङको क्लिप्सहरू पनि मैले यहाँ जोड्ने छु। र अल ओभर यो ठाउँ भन्दा पर्दाखेरि राम्रो छ, शान्त छ। अहिले चाहिँ बच्चाहरूले पाठ पढिराख्नु भएको छ। त्यही नै अल ओभर राम्रो एकदम। हजुरलाई अब आफ्नो छोराछोरीको अथवा आफ्नो 84 गर्न छ, बिहा गर्न छ भने आउँदा हुन्छ। नाइस स्पट टु ह्याङ आउट एज वेल।
सो अब 84 सुरु भयो र त्यहाँ 84वटा कलश पनि छ अनि सुरुमा चाहिँ भान्जाहरूले सम्मान हुँदो रहेछ ए भान्जा दाइहरू हुनुहुन्छ र यो हाम्रो होम गर्ने ठाउँ र त्यसको तल छ प्रसादहरू लट्स अफ प्रसाद र दिदीले चाहिँ यहाँ रोटी गराउँदै हुनुहुन्छ सेलरोटी वान अफ माई फेभरेट र भित्र अझै सेलरोटी बन्दै पनि छ र अचार पनि बनिरहेछ एक्स्ट्रा दिदीजहरूले गराउँदै हुनुहुन्छ ठिकाना क्यामेराम्यान भइयो है एउटो कतिले फोटो खिचेन एउटो कतिले भिडियो खिचेन इन्फ्याक्ट भिडियो बनाउनै आउँदैन मलाई क्यामेराबाट के खिचिस साहित्य फोटो भन्नु नि होला पछि है र उहाँ चाहिँ हाम्रो बा अब हजुरबुवा 84 पुग्नुभयो आजको हिरो बस्दै हुनुहुन्छ मम्मी हात धुँदै हुनुहुन्छ त्यसै त मभन्दा काली झन् काली हुनु मभन्दा ल ल हेरौँ त ल लगभग 1:30 भयो र हाम्रो लाखपति बोल्दैछ के कसो सबैले पोलिरह म यहाँ आगोको छेउमा हो कति गाह्रो क्यामेरामा